आज हाम्रो हरिहर मन्दिरको प्राङ्गणमा आञ्चलिक विश्वकर्मा गोर्खा समाजले मेट्रिक हाई सेकेन्डरी परीक्षामा उत्तीर्ण भएका भाइ बहिनीहरूलाई उहाँहरूले केही अभिनन्दन ज्ञापन गर्दै हुनुहुन्छ। तपाईहरुले शिक्षाको हामीले केही गरेर महात्मा गान्धीको जुन बुनियादी शिक्षा हो, जुन शिक्षा हामीले हाते कामे गरेर आग गरेर हामीको समाजलाई, हामीका मान्छेहरूलाई, हामीका प्रत्येक मान्छे हामी उज्जवल भएर अगाडि सर्नु पर्दछ। त्यो हो हामीको मूल उद्देश्य हुनु पर्दछ। हामी जति शिक्षाको सर्टिफिकेटको पछाडी कुदेर नोकरीको पछाडी मात्रै कुद्यौं भने हामीले काहीँ न काहीँ केही छोडेर गए। क्लास 10 को मैले फर्स्ट डिभिजन पाएको 84% र चावडा राम्रो हात चले नमस्कार, मेरो नाम आदित्य पटेल हो अनि म यसपालि हायर सेकेन्डरीमा 61% फर्स्ट डिभिजन लिएर पास गर्नु। धन्यवाद। म दक्षिण नागसम्म हाई स्कुलबाट मैले मेट्रिकमा 251% सेकेन्ड डिभिजनमा एउटा लेटर राखेर पास गरेको। सेकेन्ड डिभिजन 4 जना, टोटल 8 जना क्यान्डिडेट तथा हायर सेकेन्डरीमा अलिक साह्रो भन्नु। नमस्कार, मेरा नाम श्री भाव शर्मा। मैले हाई सेकेन्डरी फाइनल सेकेन्ड डिभिजन 46% पास गरेको। नेक्स्ट। नमस्कार, म कुशुना हो। मैले यो मेट्रिकमा 65% लिएर पास गरेँ। हाई सेकेन्डरीमा चाहिँ 47% ल्यायो। अलिकति बिग्रियो अब। नमस्कार, मेरो नाम राहुल विश्वकर्मा। मैले मेट्रिकमा सेकेन्ड डिभिजन 49%। नमस्कार, मेरो नाम टिङ्कु विश्वकर्मा। मैले मेट्रिकमा 52% पाएँ। नमस्कार, मेरो नाम कार्तिक विश्वकर्मा। मैले हाई सेकेन्डरीमा 48% लिएर पास गरेँ। नमस्कार, मेरो नाम कल्पना विश्वकर्मा। मैले हाई सेकेन्डरीमा 65% लिएर दुईटामा लेटर लिएर पास गरेँ। नमस्कार, मेरो नाम दुर्गा विश्वकर्मा। म दक्षिण नागको स्कुलबाट मेट्रिक पास गरेकी। मैले मेट्रिक परीक्षामा 73% एउटामा लेटर नमस्कार, मेरो नाम तनु विश्वकर्मा। मैले टिएचबी कलेजबाट 57% पास गरेको। अब त यति लामो चाहिँ उठेर आउनु। नमस्कार, मेरो नाम पायल विश्वकर्मा। मैले मेट्रिकमा सेकेन्ड डिभिजन 51% यति लामो उठी आउनु। नमस्कार, मेरो नाम स्मिता देवी। मैले जामुनी हाई सेकेन्डरी स्कुलबाट सेकेन्ड डिभिजन 56%मा पास गरेँ। नमस्कार, मेरो नाम पिङ्की देवी। मैले हाई सेकेन्डरीमा 53% लिएर पास गरेँ। नमस्कार सबैजनालाई, मेरो नाम प्रियङ्का विश्वकर्मा अनि मैले एचएस फर्स्ट डिभिजन लिएर पास गरेको। एउटामा लेटर 69 पहिलो वानले। नमस्ते, मेरो नाम प्रिया देवी हो। मैले हायर सेकेन्डरीमा फर्स्ट डिभिजन लिएर पास गरेको 76%। नमस्ते, मेरो नाम सञ्जना विश्वकर्मा हो। मैले 12कोमा सेकेन्ड डिभिजन 59.8%मा पास गरेँ। मेरो भाइ आउन सकेन। मेरो भाइ अमन विश्वकर्मा र मेरो भाइले लेटर हायर सेकेन्डरीमा पास जियोग्राफीमा 71.2मा लेटर भेट्यो। घर जामुगुडी, अहिले चाहिँ फिलहाल गोपालपुर। आमन्त्रण गर्न जनाउँदैछु आतिश पोर्तेल, फर्स्ट डिभिजन 85% एचएसएलसी र उहाँले समर्थन गर्नुहुन्छ हाम्रो सभापतिज्यूले। र मानपत्र चाहिँ हाम्रो
जिल्लाका सभापतिज्यूलाई पाठ गरेर त्यो मानपत्र पनि अघि बढाउनको लागि मैले आग्रह गरेँ। सबैले हातपट्टि माग्न स्वागत गर्नुहोला। यसपछि मानपत्रलाई पाठ गरेर अघि बढाउनु हुनेछ। सर्वबहादुर गजमेरजी। शिक्षार्थी उत्तीर्ण होवाढरे अखिल असम गोर्खा विश्वकर्मा समाज शोणितपुर जिल्ला अन्तर्गत खुब जामुगुडी गोर्खा विश्वकर्मा उन्नयन समिति उद्योग অনুষ্ঠিত হোৱা এই অভিনন্দন সভাত আমাৰ তৰফৰ পৰা তোমালৈ আন্তৰিক অভিনন্দন জ্ঞাপন কৰিছোঁ। তোমাৰ আদৰ্শ নতুন চাম বিদ্যাৰ্থীৰ বাবে অনুপ্ৰেৰণাৰ উৎস হওক আৰু তোমাৰ প্ৰতিভা সমাজ উত্তৰণৰ বাবে সহায় হওক। অনাগত পৰীক্ষাসমূহত তুমি আৰু অধিক সফলতা কঢ়িয়াই আনি অঞ্চলটোৰ লগতে পৰিয়ালৰ সুনাম অক্ষুণ্ণ ৰাখিবা বুলি আশা কৰিলোঁ। এটা সুস্থ মন বব আৰু স্বাস্থ্য ভগৱানে जुन पनि मानपत्र हुन्छ त्यो मानपत्र हामी समयको प्रति नजर राखेर यसपछि गौरी विश्वकर्मा राजु विश्वकर्माज्यूले हाम्रो सोलतपुर जिल्लाका सभापति सम्मानित केशव ज्यालीज्यूले विश्वकर्मालाई मैले अनुरोध अघि बढ्नको लागि अनुरोध जनाएँ। उहाँलाई सम्बर्धना जनाउनु हुनेछ हाम्रो केन्द्रीय उपसभापति सम्मान्य देवीलाल श्रीवालज्यूले। यसपछि अर्जुन विश्वकर्मालाई सम्बर्धना जनाउनु हुनेछ हाम्रो केन्द्रीय समितिका सदस्य चित्रकर गजमेरज्यूले। यसपछि टिङ्कु विश्वकर्मा टिङ्कु विश्वकर्मालाई सम्बर्धना जनाउनु हुनेछ हाम्रो सम्पादक नारायण बरेलीज्यूले। एउटा मानपत्र कलम तथा असमियाको स्वाभिमान फुलाम गामुसाले उहाँलाई सम्बर्धना गराउनु हुनेछ। यसको साथै हाम्रो मेट्रिकका क्यान्डिडेटहरू इतिमध्ये समाप्त भए र अब हाई सेकेन्डरी फर्स्ट डिभिजनका 5 जना छात्रछात्रीको नाम म घोषणा गर्न चाहन्छु। सर्वप्रथम प्रिया देवीलाई मैले अघि बढेर आउनको लागि अनुरोध गरेँ र उहाँलाई सभापतिज्यूबाटै पहिले यो सम्बर्धना ग्रहण गर्नको लागि मैले आग्रह गरेँ। यसपछि प्रियंका विश्वकर्माज्यूलाई मैले अनुरोध जनाएँ। उहाँलाई सम्बर्धना जनाउनु हुँदैछ हरिहर मन्दिर कमिटीको सम्पादक सम्मान्य कपिल विश्वकर्माज्यूलाई। उहाँबाट सम्बर्धना ग्रहण गर्नको लागि मैले अनुरोध जनाएँ। हाम्रो बिचमा हुनुहुन्छ हाम्रो एकजना वयोज्येष्ठ समाजकर्मी सम्मान्य लीला विश्वकर्माज्यू, लीला बराइलीज्यू। उहाँले सम्बर्धना जनाउनु हुनेछ कल्पना विश्वकर्मालाई। कल्पना विश्वकर्मालाई अघि बढ्नको लागि मैले अनुरोध जनाएँ। यसपछि आदित्य पोर्टेललाई हाम्रो आजको विशिष्ट अतिथि सम्मान्य कृष्ण श्रीवालज्यूलाई सम्बर्धना गर्नको लागि मैले अनुरोध गरेँ।
त्यसपछि रेणुका देवीलाई अघि बढ्नको लागि मैले अनुरोध जनाएँ। उहाँलाई हाम्रो रामसिंह खातेजी हुनुहुन्छ विशिष्ट समाजकर्मी, उहाँबाट सम्बर्धना तथा मानपत्र ग्रहण गर्नको लागि मैले अनुरोध गरेँ। इतिमध्ये रेणुका देवी वृन्दावन जानुभएको छ भनेर हामीले जान्न पायौँ र यसै क्षणमा उहाँहरूको जुन जात्रा त्यो जात्रा पनि शुभ होस् भन्ने यहाँबाटै हामीले आग्रह गऱ्यौँ, प्रार्थना गऱ्यौँ भगवानसँग। इतिमध्ये फर्स्ट डिभिजनका केन्द्रित हाम्रो सकिए। अब सेकेन्ड डिभिजनका नाम म घोषणा गर्दैछु। तनु विश्वकर्मा। उहाँलाई म एउटा मागपत्र म बनाइदिन्छु, म उहाँलाई आफ्नै घरमा लगेर म दिन्छु र त्यसको लागि तपाईँले खराब नपाउनु होला र यो एउटा हामीहरूको माझबाट भर्ती भयो, त्यसको लागि म क्षमा चाहन्छु। यसपछि अंकुश सुनारलाई सम्बर्धना जनाउनु हुनेछ। यसपछि बेनु विश्वकर्मालाई म अघि बढ्नको लागि अनुरोध गरेँ। बेनु विश्वकर्मालाई सम्बर्धना जनाउनु हुनेछ। केशव विश्वकर्माज्यूलाई म अघि बढ्नको लागि डिम्पल सुनारी यहाँ सम्बर्धना जनाउनु भयो। यसपछि भूमिका विश्वकर्मालाई सम्बर्धना जनाउनु हुनेछ। पछि अब अन्तिम हाम्रो सम्बर्धना गर्ने कुमार दालेज्यूलाई म अघि बढ्नको लागि अनुरोध गरेँ। त्यो लेखेर हुनुहुन्छ नाम बेनु विश्वकर्मा के बस्तु दुईपट्टि एउटा जा मेरो नाम दुर्गा विश्वकर्मा। आज यहाँ कार्यक्रम गरेको लागि राम्रो लाग्यो। तपाईँहरू सबैलाई धन्यवाद ज्ञापन गर्छु। भविष्यमा राम्रो मान्छे हुन्, आशीर्वाद गर्नुहोला। अगाडिको कार्यक्रम छ अन्यान्यमा म फेरि आग्रह गर्दछु अभिभावकहरूले दुई कुरा राख्न सक्नुहुनेछ। अभिभावकहरू ओके उठ्नु भन्नु हाम्रो कविता देवीलाई बोलाउनु त अभिभावकहरू हुनुहुन्छ त। माननीय सभापति महोदय, अरू हुनेको मेरो सपना छ एउटा। डक्टर नहुन पाएँ भने म एउटा एयर होस्टेस नै हुन म चाहन्छु। यही हो मेरो कुरो चाहिँ। धन्यवाद।